आजदेखि चाहिँ सर्वोत्तम पेन्ट्स लिमिटेडले चाहिँ सर्वसाधारणको लागि आइपिओ बिक्री चाहिँ खुला गर्दैछ भने यसमा हामीले कति किता आवेदन दिने अनि यदि हामीलाई प्राप्त भयो भने कति चाहिँ प्रफिट दिन सक्छ होला, कतिजनाले 10 किताब प्राप्त गर्दै हुनुहुन्छ यो आइपिओ अनि यसको नेटवर्थ अर्निङ पर सेयर कति रहेको छ त आउनु सम्पूर्ण चर्चा गरौँ अनि आइपिओ भर्नेतिर लागौँला भने हजुरहरूलाई स्वागत छ पैसाको पारेखी युट्युब च्यानलमा जहाँ हर समय आइपिओ एफपिओ फाइनान्स र सेयर मार्केटसँग सम्बन्धित ताजा र महत्त्वपूर्ण अपडेटहरू छोटो मिठो लिएर आइरहेको हुन्छौँ। यस्तै अपडेटको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरेर चाहिँ पक्कै पनि नबिर्सिनु होला भने यस सर्वोत्तम पेन्ट्स लिमिटेडको नेटवर्थ रहेको छ 110 रुपियाँ 17 पैसा भने अर्निङ पर सेयर चाहिँ 7 रुपियाँ 58 पैसा चाहिँ रहेको छ भने यसको नेटवर्थ अनि अर्निङ पर सेयर चाहिँ निकै नै स्ट्रङ अनि राम्रो चाहिँ देखि नै रहेको छ भने पक्कै पनि साथीहरू यसले चाहिँ राम्रो कम्पनी चाहिँ रहेको देखाइरहेको छ भने साथीहरू यस कम्पनीले चाहिँ आजदेखि असारको 2 गतेसम्मको लागि 70,05,500 किता चाहिँ प्रति किता मूल्य 100 किताले चाहिँ आइपिओ बिक्री खुला गर्दैछ भने सेक्टर म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ रहेको छ। इस्यु म्यानेजर ग्लोबल आइएमई क्यापिटल चाहिँ रहेको छ भने यो आइपिओ चाहिँ जम्मा 70,550 जनालाई 10 किताको दरले चाहिँ प्राप्त हुनेवाला छ भने यो आइपिओको पहिलो कारोबार मूल्य 100 रुपियाँदेखि 300 रुपियाँको बिचमा चाहिँ रहनेवाला छ भने किताहरू थोरै थोरै रहेको छ त्यसले गर्दा चाहिँ इजिली 500 देखि 800 त प्राइस पुगिहाल्छ। तर यो आइपिओ चाहिँ 1000 भन्दा माथि जान सक्ने सम्भावना बोकेको आइपिओ चाहिँ पक्कै पनि रहेको छ भने हजुरहरूले त्यसै 10 देखि 20 किताब भन्दा धेरै चाहिँ यसमा आवेदन दिनु पर्दैन भने हजुरहरूलाई यदि 10 किताब पर्यो भने पनि राम्रो फाइदा दिन सक्ने कम्पनी यो रहेको नै छ है त।